मेहर हुँदा बालनको आफ्नो अफिसमा ग्रेटर नेपालको नक्सा राखेका थिए। यसले केवल ऐतिहासिक मान्यतामा विश्वास मात्र होइन कि भविष्यको महत्त्वाकांक्षीको सङ्केत पनि हो। तर प्रश्न उठ्छ, बालेन प्रधानमन्त्री बनेपछि नेपाललाई ग्रेटर नेपाल बनाउन सक्ने छन् त? जान्नुहोस् ग्रेटर नेपालको वास्तविकता। अब भारतले ग्रेटर नेपालको शब्द सुन्नै चाहँदैन। इतिहासले देखाउँछ जब राजा महेन्द्रले भारतको दबावमा काम गर्न अस्वीकार गरे। यसैबीच इन्दिरा गान्धीले राजा महेन्द्रलाई भने, तिम्रो सानो देश नेपाललाई भारतमै गाभौँ। राजा महेन्द्रले भने, हुन्छ गाभौँ, तर नयाँ देशको नाम नेपाल राखौँ। उनको यस्तो जवाफमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले नेपालमा नाकाबन्दी लगाएकी थिइन्। यही परिप्रेक्ष्यमा हेर्दा नरेन्द्र मोदीको पालामा पनि नेपाल भू राजनीतिक दबाव र चुनौतीहरू भोग्नु परेको थियो। 18औं शताब्दीको सुरुमा नेपाल एकदमै विशाल थियो। महाकाली नदीदेखि लिपुलेख, कालापानी र कञ्चनपुरसम्म। राजा पृथ्वीनारायण शाहको राजनीतिक र सौन्य रणनीतिले एकीकरणको मार्गमा ल्यायो। उनका उत्तराधिकारीहरू राजा राजेन्द्र, लक्ष्मी नारायण, अमरसिंह थापा, बलभद्र कंवर र अन्य सधैँ नेपाललाई बलियो बनाउन सङ्घर्षरत थिए। तर तत्कालीन समयमा सबैभन्दा ठूलो चुनौती थियो ब्रिटिस इन्डिया कम्पनी। उनीहरूको साम्राज्य विस्तारले हाम्रो स्वतन्त्रता र भूभागमा खतरा पैदा गर्यो। सन् 1814 देखि सन् 1816 मा अङ्ग्रेज नेपाल युद्ध भयो। नेपालका वीर सेनाहरूले साहसीपूर्ण लडाईँ गरे पनि अन्ततः सन् 1816 मा सुगौली सन्धि भएकोले हाम्रो देशको धेरै भूभागहरू ब्रिटिस इन्डियालाई हस्तान्तरण गर्नु पर्यो। कालापानी, लिपुलेख, कञ्चनपुर, पश्चिम भूभाग र पूर्वी सीमाका केही भूभागहरू हराए। यसरी ग्रेटर नेपालको सपना अधुरो रह्यो। सुगौली सन्धि मात्र थिएन, नेपालले आफ्नो भूभागको लागि दबाव भोग्दै आएको छ। राजा महेन्द्र, राजा त्रिभुवन र उनका प्रधानमन्त्रीहरूले समय समयमा भारतसँग सम्झौता गर्नु पर्यो। 1950 को सन्धि नक्सा विवाद, कालापानी, महाकाली ठाउँहरूले पनि देखाइरहेका छन् कि राजनीतिज्ञ नेतृत्वको कमजोरी र बाह्य दबावले हाम्रो भूभाग गुमाउने मुख्य कारण बन्यो। नेपालले आफ्नै सीमामा सम्पूर्ण नियन्त्रण राख्न नसकेको कारण ग्रेटर नेपाल हरायो। अहिले आएर ठ्याक्कै बालेनको एउटा फोटो पोस्टरलाई राजा महेन्द्रको जस्तै भनेर ट्रेन्ड चलाएका थिए। तर के अब बालेन प्रधानमन्त्री भएको बेला यो कथा इतिहासमा मात्र बनेर सीमित रहनु हुँदैन? यो पूर्ण रूपमा सजिलो त छैन। साहस र अन्तर्राष्ट्रिय चुनौतीहरू कठिन छन्, तर हाम्रो पहिचान हो, गौरव हो। ग्रेटर नेपालको सपना सम्भव छ यदि हामी आफ्नो भू राजनीतिक समझदारी, राष्ट्रिय एकता र साहसलाई बल बनाउँछौँ भने। यदि तपाईँ पनि यस्तै ऐतिहासिक भिडियोहरू हेर्न चाहनुहुन्छ भने हाम्रो पेजलाई फलो गर्नुहोला।